हजुर आराम छ ठिकै भनौँ बुढेसकाल लाग्यो बुढेसकाल लाग्यो अनि यो घान्द्रुकमा त पहिलाको जस्तो घान्द्रुक रहन्छ नि त बा अहिले अब जमाना कहाँदेखि कहाँ गयो भन्ने कुरा बालाई बा पनि दङ्ग परेको छु है सबैजना पहिलाको जस्तो झिङ्गटी घरहरू रमाइलो ठाउँ यस्तो त्यो भने जस्तो घान्द्रुक चाहिँ रहन्छ है अहिले सबै नयाँ नयाँ ढलान गरेका घरहरू पुरानो घान्द्रुक बजार चाहिँ अहिले त हराएछ हरायो होइन पहिलाको चाहिँ पहिला घुमाउने घरहरू हुन्थ्यो मान्छेहरू घुम्ने हुन्थ्यो अहिले अब के हो जमाना चाहिँ के अरे फेरिहाल्यो त्यसले गर्दाखेरि मलाई पनि दुःख लाग्छ म अहिले 81 वर्ष पुगेँ 81 वर्ष पुगेँ अचम्म लागेको छ यो गाउँघर नै छोड्यो रित्तो हुनु थाल्यो है अब सब फेरि यस्तो पहिला ढुङ्गे घरहरू थियो अहिले चाहिँ आरसिसी घरहरू है ढलान त्यस्तो भइदियो है आफ्नो संस्कृति परम्परा बिस्तार बिस्तार हराउँदै छ होइन बा हरायो है पहिला यहाँ बेलुका बेलुका रोदी हुन्थ्यो रमाइलो हुन्थ्यो होइन म पनि आजभन्दा 14 वर्ष अगाडि आएको थिएँ यहाँ त्यति बेला रोदी भएको थियो राम्रो गाउँ थियो यहाँ रमाइलो थियो रमाइलो त अहिले पनि छ तर चाहिँ पुरानो टाइपको त्यो पाइँदो रहेछ अहिले पुरानो संस्कृतिहरू हराएर पुरै व्यापारिक भएछ सबै मनी मेकर भन्दो रहेछ क्या पैसा कमाउनेतिर मात्र ध्यान गयो पैसा भन्ने कुरा चाहिँ मैले अलिकति विदेशीबाट अङ्ग्रेजी सिकेको थियो क्या लाइफ इज नथिङ लाइफ इज समथिङ मनी इज नथिङ मनी इज समथिङ भन्थ्यो है यस्तै पुरानो संस्कारहरू पुरानो शैलीहरू सब चाहिँ गयो है डालो गयो यो पनि कताबाट चाहिँ कुनामा थोत्रो खोजी ल्याएर हो मकै पनि छैन मकै पनि छैन डालो पनि छैन अरू चिज नमुना मात्र छ अब